न्यू भिडियो लङ टाइम पछि म यो दुबई आइकन धेरै पछि भिडियो बनाएको हो होइन। अब किनभने टाइम मिल्दैन थियो, त्यही भएर आज यो लिवा आउने मौका मिलेर म लिवातिर आएको छु। यतातिरको आवाज सुन्न सक्नुहुन्छ होइन। बाइक उडाउनेतिर गाडी उडाउने ठाउँमा आएको छु म। आज चाहिँ बेलुका छ टक्क लाएर हामी चाहिँ अब धेरै पछि होइन यो लिवामा आएको। यहाँ चाहिँ बवाल रहेछ क्या। यो चाहिँ किन दुबईको यो मेला लाग्ने ठाउँ हो यो लिवा भन्ने चाहिँ। अनि यहाँ चाहिँ लगभग यो कति 1 महिना 2 महिना मेला लाग्छ अरे। अनि यहाँ चाहिँ गाडी उडाउनेदेखि लगाएर बाइक उडाउने औडा ठाउँ हो क्या यो। अनि यहाँ हामी साथीहरू सबैजना आएको छौँ। यो परदेशी लाइफमा पहिलोचोटि घुमघाम है यो। अब मेरो चाहिँ यो पहिलोचोटि नि हो। यहाँ आइकन कहीँ जान पाएको थिएन, आजै हो। जो धेरै पछि खुल्ला मञ्चमा छिरे जस्तो लागिरहेछ यो विदेश आइकन पहिलोचोटि, साँच्ची भनेको। नभए त बन्दकै बाध्य जस्तो थियो। त्यही पनि अब भोलि त काममा जानुपर्छ होइन। आज थोरै समय भए पनि घुमौँ न भनेर निस्किएको छु। ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ तपाईँहरू। यहाँ केटाहरू रमाइलो छ होइन। यस्तो बवाल बवाल छ क्या यतातिर चाहिँ। पुरै मेला लागेको छ। यो चाहिँ माटोको ढिस्का भन्छ नि त। यो लाइट बलिरहेको छ। यो चाहिँ के हो यहाँ? ओ माई गड, लिवा 2026 को है। ओ माई, यो माटोको ढिस्को चाहिँ कसरी अडिया छ भन्ने भइरहेको छ क्या यहाँ मलाई। यहाँ यस्तो केटाहरू यहाँ हाम्रो ग्याङहरू त छन्। के हो केटा हो? ओ केही भन्नु न। ओ के छ, केही छ, केही छ भन्नु न। बिहानीको सुरुवात चाहिँ यस्तरी हुँदैछ। केही भन्नु छ? बिहानीको सुरुवात यसरी हुन्छ। अहिले 3 बजेको छ। हामी यसरी घुम्न आइरहेको छौँ ड्युटी सकेर। सिधै यहाँबाट गएर ड्युटी पनि जानुपर्छ। हाम्रो केटाहरूको सबैको भनाइ म एकचोटि लिन्छु। फेरि जानुपर्छ ड्युटीमा। के छ, के छ? ठिक छ ठिक छ। कता कता हामी ठिक छ भाइ। हामी आज हाम्रो बिहानीको सुरुवात चाहिँ कसरी हुँदैछ भने चाहिँ हामी आज लिवा घुम्न आइरहेको छौँ। बस जोमास्टर सबै यो खास कहाँको के हो? यो खास यहाँ के हुँदैछ? भाइ चाहिँ यो चाहिँ लिवाको अँ यो चाहिँ सालमा एकचोटि लाग्दो रहेछ हेर। अँ फर्स्ट हाम्रो यसो यता गाडी उतार्नु ठाउँमा यसो हेर्नको लागि हामी सबै नेपाली दाजु हेर यसो आइदिएको नि त। ल यो दुबई आइकन चाहिँ म यति रमाइलो ठाउँमा होइन, यति बवाल लागिरहेछ नि। लगभग यो मैले नेपालबाट आएको लगभग 1 वर्षपछि खुलेर बोल्न चाहेको र अलिकति मनमा छुट्टै उत्साह पलाएको चाहिँ यहीँ लिवा आइकन हो क्या। मलाई गाडीमा आउँदा नि त्यति बन्दकै जस्तो लागिरहेको थियो। जब यहाँ झरेर यहाँको माहौल सम्झिरहेको, यस्तो हानिदिन्छ नि यहाँ माटो। नेपालमा भए चाहिँ म पनि चाहिँ उडाइदिएँ। अलिक कडै गयो कि यार, हेतरिका बोल्नु नहुने शब्द उडेछ यार। नेपालमा भए चाहिँ मैले गाडी र बाइक चाहिँ यसरी ल्याउँथेँ यो ठाउँमा चाहिँ है। तर केही छैन। आशा गरौँ केही समयपछि यहाँको लाइसेन्स बनाइसकेपछि अब पछिल्लो समयमा भयो भने म पनि लिएर आउने छु भन्ने आशा राखेको छु। केही छैन, हेरौँ अब। यहाँ हेर्नु, यहाँ चाहिँ क्या यो यति उकालो छ नि होइन। यहाँ चाहिँ गाडी लाने झार्ने हुँदैछ। के हुँदैछ म देखाउँछु क्या। आउनु तपाईँहरू, देखाउँछु म। आऊ केटा, मलाई त रग लागिसक्यो। केटाहरू चाहिँ पछाडि छन् होइन। त्यही पनि मलाई चाहिँ त्यो ठाउँमा यस्तो बवाल जस्तो जान मन लागिरहेछ क्या। यहाँ हेर्नु है। एउटा फोटो खिच्छ नि त। फोटो यो कस्तो गर्नु फोटो खिच्छ क्या। सबै केटाहरूलाई जाडो भइरहेछ भन्ने भइरहेछ। तर मैले चाहिँ अलिकति दिमाग लगाएको थिएँ होइन। यहाँभित्र नि मैले 2-3 वटा लगाइदिएको छु। त्यहाँ बाहिर पनि त्यति बाक्लो चाहिँ छैन। तयारी चाहिँ थिएन क्या मेरो। अब सब केटा जाउँ भनिरहेको थिएँ। अब मन ड्युटीबाट आउने बित्तिकै फेरि जोसमा हिँड्दै हो। फेरि मलाई जोस चाहिँ अलिकति मलाई फेरि बबालै लाग्छ क्या। त्यही भएर आएको होइन। ल सुन्नु क्या तपाईँहरू, यहाँ यो यति उकालो छ नि। यो देखाइमा चाहिँ हल्का यस्तो देखिरहेछ। ल ल ल ल उडा म देखाउँछु त्यहाँ गएर।
हामी चाहिँ फाइनल्ली यहाँ गाडी उडाउने ठाउँमा आइसकेको छु होइन। यो बल्लमा होइन खुट्टा गाडिँदो रहेछ क्या अरू भन्दा नि है, खुट्टा गाडिएर डर भयो क्या। गाडी उडाउने ठाउँ चाहिँ यहाँ यो है, यसरी गाडी रेडी भएर बस्यो भने चाहिँ बाइकहरू गाडी गएको लगाएर माथि। लिवाको मेलामा है यति बवाल रमाइलो हुँदो रहेछ नि यतातिर। मान्छे यहाँ यसरी हेर्ने मान्छे यसरी हुन्छ नि यता चाहिँ, अनि टक्क यहाँ गाडीहरू उडाउने चाहिँ यहाँ हुन्छ। अब यो गाडी जाँदैछ यसरी, तर बवाल चाहिँ औडै रमाइलो हुने रहेछ यतातिर। यहाँ तलबाट गइसकेका गाडीहरू हो। बाइकहरू चाहिँ टक्क लाएर यस्तो हुन्छ है, बवाल लाएर। यहाँ केटाहरू चाहिँ यहाँ छन्। यो डाँडामा पनि यो लेजर लाइटले यस्तो टक्क बना हुन्छ। यहाँ माथि चाहिँ जुन यसो गाडीहरू राखेको हुन्छ नि, यो चाहिँ टक्क लाएर झर्नको लागि राखेको हुन्छ। यो चाहिँ तलबाट उडाएर लिएर गइसकेको गाडी हो। यो चाहिँ धेरै नै उकालो छ। यो भिडियोमा चाहिँ अझ कम देखिरहेछ होइन। यो एरिया चाहिँ गाडी उडाउने मात्रै ठाउँ हो, तर बवाल चाहिँ लास्टै नै बवाल हुने रहेछ। यस्तो हो, मलाई चाहिँ धेरै चिसो भएर मैले चाहिँ टोपी लगाएँ होइन, तर मलाई चाहिँ धेरैले चिन्दैन यस्तो छ। अनि यहाँ केटाहरू सबैजना आइसकेका छन्, किनभने अब बिहान ड्युटी जानुपर्छ नि त। अनि ड्युटीबाटै आएको, अहिले चाहिँ रातिको लगभग कति अहिले कति बज्यो होला सायद, अहिले 3 साढे 3 भयो। अब गएर फेरि सुतेर बिहान ड्युटी जानु पर्ने हुन्छ। त्यही भएर अब हामी चाहिँ हिँडेको। यहाँको बाइक उडाउने चाहिँ यस्तो हुन्छ क्या, यो बाइकहरू यहाँ बवाल लाग्छ यार। तर मलाई नै के गर्नु होइन, चलाम लाएर रग भइरहेछ। यहाँ दुबई आइकन गाडी बाइक छुन पाएको छैन, के गर्नु, यस्तै हो। अब दुबई आइकन पहिलोचोटि हो यसरी घुम्न हिँडेको चाहिँ म। चिसो मौसम छ, बवाल। अहिले चाहिँ एकदमै चिसो छ क्या, चिसो मौसम भन्दा एकदमै चिसो छ। एकदमै बवाल लाग्यो। यो लिवा भन्ने रहेछ यतातिर चाहिँ, यो लिवामा आएको है, टक्क लाएर यस्तै छ। हाम्रो केटाहरू अझै अगाडि छन् होइन। अब हामी गाडीमा हिँडेको लिवाला
बवाल ठाउँ हो क्या यो चाहिँ यार एकदमै बवाल ठाउँ हो दिउँसो आउन चाहिँ पाइएन राति आएको तर राति आएन तर बवाल लागिरहेको छ र यतातिर चाहिँ अब यसरी गाडीमा यस्तो यो घरहरू बनाएर टक्क ल्याउने रहेछन् होइन अब यहाँभित्र बस्ने खाने सबै व्यवस्था चाहिँ यो गाडीभित्रै हुने क्या यस्तो ठाउँ हो यो चाहिँ सबै बल्लै बल्ल हो यो बल्ल माथिको ठाउँ पनि यस्तो बनाउँछन् यार मान्छेहरूले यार एउटा विकास त हो ल हेर लिवाको ल यो पाहाडमा हेर यहाँ यस्तो दामी अब शिखर बनाइन्छ यहाँ फेरि पनि यो चाहिँ पार्कमा आइपुग्यो यो पार्कै हो ल अन्दिन बाबा यहाँ चाहिँ किनभने यो दिउँसो चाहिँ मौसम हुने रहेछ यो मौसमको लागि चाहिँ अहिले बन्द छ र यताको फेमस भनेको चाहिँ यो एउटा उट भन्ने हुन्छ यो उटको चाहिँ यहाँ बसेर फोटो खिच्ने ठाउँ यहाँ छ भने एउटा पखेटा भएको टक्क यहाँ छ होइन बवाल लाग्यो यतातिर क्या अब यतातिरको पार्कमा नि यति राम्रो हुन्छ कि कुरै छाड्ने हेर आज गाडीले छोडेर गयो भने चिसोमा यहाँ सुत्न नै मिल्ने रहेछ है सबै कुरो विचार त गर्नु पर्यो नि चिसो अति नै भएको छ क्या चिसो अति नै भएको छ है के साह्रो हो क्या बवाल छ यार झन्डाहरू राखेको छ गाडीको आवाज सुन्नु भएको छ नि पछाडि यस्तो बवाल उडाउँछ त वहाँ चाहिँ गाडी उडाउने ठाउँ हो त्यो गाडी उडाउने ठाउँमा नै अहिले पुगेर आइयो तपाईँहरूले भिडियो फुल भिडियोहरू पनि त्यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ दिउँसो भाइ यसो चियासा खानको लागि यहाँ सुविधा रहेछ अहिले त्यो चाहिँ छैन अर्को पखेटा भएको यहाँ छ यताको फेमस भनेको चाहिँ यो हो नि त यो चिल छ नि यो चिल अब यताको नाम चाहिँ मलाई ठ्याक्कै थाहा भएन तर मेरो भाषामा चाहिँ चिलै भनिदिउँ चिल बवाल छ र यता फोटो खिच्दा अर्को यो बवाल छ क्या यो चाहिँ जुन यस्तो बवाल ठाउँ छ है ठाउँ चाहिँ बवाल ठाउँमा आइया छ यो टक्क लाएर ओहो बवाल ठाउँ छ केटाहरू यहाँ फोटो खिचिरहेको छन् सबैजना साथीहरू यहाँ छन् होइन हाम्रो साथीहरू चाहिँ यहाँ छन् साथीहरूको भनाइ केही छ केही राउन्ड छ हो हाम्रो यहाँ अरू भन्दा नि हाम्रो चिल पाराको दाइ छन् कि अरू भन्दा नि मेरो भाइ अस्ति के भयो भनेपछि लिभा चाहिँ आइयो तर सबै चिज खाइयो होइन एउटा दुनियाँ सबै चिज पाइयो होइन तर के भन्छ गर्लफ्रेन्ड चाहिँ बनाउनु सकिएन कि होइन त्यही चाहिँ दुःख छ यहाँ आएर गर्लफ्रेन्ड है यहाँ आएर गर्लफ्रेन्ड चाहिएन क्या तपाईँलाई गर्लफ्रेन्ड चाहिँ चाहियो नि त भाइ